रातो मच्छिन्द्रनाथ हो यो मच्छिन्द्रनाथ हो मच्छिन्द्रनाथ हो यहाँ यो काठको चक्का हो फेरि यहाँ भित्र चाहिँ यो भित्र चाहिँ देउता छ यहाँनिर पुलिसले पनि ड्युटी गरे हुन्छ यहाँ भित्र पानी पर्ला भनेर यहाँ भिज्ने कुरो भिज्ला भनेर पाल राखेको हो यो चाहिँ रथ हो रथ रातो मच्छिन्द्रनाथ भने यो हो अनि यहाँ चाहिँ दुईटा छ हैन दुईटा छ सानो चाहिँ यहाँ छ यहाँ छ सानो चाहिँ यहाँ छ ओ यो चाहिँ सानो चाहिँ हो यो चाहिँ सानो चाहिँ हो अनि यो चाहिँ ठुलो चाहिँ यो चाहिँ ठुलो चाहिँ यो चाहिँ ठुलो चाहिँ हो यो चाहिँ सानो चाहिँ हो दुईटा छ रातो मच्छिन्द्रनाथ भने यही हो ललितपुरको लगनखेल भन्ने ठाउँ हो यो ललितपुरको लगनखेल भन्ने ठाउँ हो यो ललितपुर जिल्लामा पर्छ काठमाडौँ उपत्यका ललितपुर जिल्लामा पर्छ काठमाडौँ उपत्यकामा त तीनटा जिल्ला भन्ने चलन छ नि त काठमाडौँ ललितपुर भक्तपुर यो चाहिँ ललितपुरमा पर्छ ठाउँ चाहिँ यस्तो छ यताबाट गयो भने कृष्ण मन्दिर पुग्छ अनि यो मन्दिरदेखि उतापट्टि गयो भने चाहिँ लगनखेलको बसपार पुगिन्छ यताबाट गयो भने चाहिँ रिङ रोड ग्वारको पुगिन्छ यहाँबाट गयो भने यताबाट गयो भने चाहिँ जाउलाखेल पुगिन्छ जाउलाखेल पुगिन्छ यताबाट जाँदा ल यस्तो छ है त पूजाको सरदमहरू यहाँ बेच्ने गरेको छ पूजाको सरदमहरू यहाँ बेच्छ यसरी बत्ती बालेको छ अनि बत्ती चाहिँ अन्त पनि बालेको छ बत्ती चाहिँ हेरी यहाँ पनि बालेको छ है बत्तीको नजिकै जाऊँ है त हेरी यहाँ देउता छ यो भित्र